हङकङको शौचालयमा लडेर शेरबहादुर देउवाको एउटा हात भाँचिएको खबर भर्खरै प्राप्त भएको छ। कसरी भाँचियो, के भएको थियो, यसको सम्पूर्ण जानकारी दिनेछु। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र धेरैभन्दा धेरै शेयर गर्नुहोला। फलो नगर्नु भएको फलो गर्नुहोला। हङकङमा अघोषित निर्वासित जीवन बिताइरहेका कांग्रेस पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लडेर घाइते भएका छन्। कांग्रेसको उच्च स्रोतका अनुसार देउवा शौचालयमा लडेर घाइते भएका हुन्। उनको एउटा हात भाँचिएको छ। घटना गत साताको हो। देउवा हाल उपचारपछि आराम गरिरहेको ती नेताले हामीलाई जानकारी दिए। आफू लडेर घाइते भएको बारे देउवाले कांग्रेस पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह, रमेश लेखक लगायतका नेताहरूलाई जानकारी दिएका थिए। नेता खड्कासँगको भेटका सो समूहका एक केन्द्रीय सदस्यले पनि देउवा घाइते भएको पुष्टि गरेका छन्। शेरबहादुर दाई टोयलेटमा लडेर घाइते हुनुभएको भन्ने सुनेको छु। ती नेताले भने हात भाँचिएको कुरा आएको छ। देउवा गत 21 फागुनको निर्वाचन हुनुभन्दा अगाडिदेखि नै 13 फागुनको राति नियमित उपचारका लागि भन्दै स्वकीय सचिव सहित रहेका भानु देउवा सहित सिंगापुर उडेका थिए। जेनजी आन्दोलनकारीले गत भदौ 24 गते देउवाका बुढा नीलकण्ठ स्थित निवासमा नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको थिए। धारीले हतियार प्रहारबाट उनको गर्दनमा चोट समेत लागेको थियो। 10 कार्तिकमा उपचारका लागि पत्नी आजुना देउवा सहित सिंगापुर गएका देउवा 28 कार्तिकमा उपचार गरेर स्वदेश फर्किएका थिए। दोस्रो पटक देउवा सिंगापुर उड्न पत्नी समेत रहेकी पूर्व मन्त्री आजुना देउवा भारतमा थिइन्। उनी भारतबाट सिंगापुर गइन्। आजु सिंगापुर पुगेको केही दिनपछि चैत्र पहिलो साता देउवा दम्पति हङकङ गएको हो। उनको सचिवालयले त्यति बेला थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन देउवा दम्पति हङकङ गएको जानकारी दिएको थियो। हङकङबाट नेपाल आउने तयारी गरिरहेको बेला पक्राउ पूर्जी जारी भएपछि देउवा दम्पति उतै रोकिएको हो। जिल्ला अदालत काठमाडौँले चैत्र तेस्रो साता सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ पूर्जी जारी गरेको थियो। रेड कर्नर नोटिस जारी गर्ने तयारी स्वरूप पक्राउ पूर्जी जारी भए पनि अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेको छ। प्रहरी प्रधान कार्यालयले 2 पटकसम्म पत्राचार गरेकोमा इन्टरपोलले राजनीतिक व्यक्तित्व विरुद्ध रेड कर्नर नोटिस जारी गर्न नमिल्ने जवाब दिएपछि रेड कर्नर नोटिस जारी भएको थिएन भने अहिले शेरबहादुर देउवा शौचालयमा लोटेर हात भाँचिएको भन्ने खबर आएको छ। तर यो 1 हप्ता पहिलाको घटना हो। 1 हप्ता पहिला नै हात भाँचिएको थियो। समाचारमा भने अहिले भर्खरै खुलासा भएको छ। तपाईहरुले देख्न सक्नुहुन्छ। यसरी समाचार अहिले भर्खरै आएको अवस्था रहेको छ। शेरबहादुर देउवाको हात भाँचिएको अवस्था रहेको छ। उनी अस्पतालमा उपचार पश्चात अहिले आराम गरिरहेको भन्ने खबर आएको छ। के साच्चीकै देउवाको हात भाँचिएको हो या के हो, यो भने जानकारी आउला नै। तर अहिले भर्खरै यो समाचार हामीले प्राप्त गरेका छौं र तपाईहरुलाई यो समाचार शेयर गरिरहेका छौं। तपाईहरुलाई कस्तो लाग्छ कि शेरबहादुर देउवा नेपाल फर्किने तयारी आइरहेको बेला उनले नेपाल फर्किने डेट तोकेका थिए साउनको अन्तिमसम्म। अब साउन लाग्न साथ उनले चाहिँ यो कार फ्याँकेका हुन् या साच्चीकै घाइते भएका हुन्, यो पुष्टि हुन भने बाँकी रहेको छ। धन्यवाद।